के तपाईहरु बसको यात्रा गरेर बेंगलोरबाट आउँदै हुनुहुन्छ? के तपाईहरु बसको यात्रा गरेर नेपालबाट बेंगलोर जाँदै हुनुहुन्छ? यदि आउँदै हुनुहुन्छ, जाँदै हुनुहुन्छ भने यो भिडियो चाहिँ हजुरको लागि एकदमै उपयोगी भिडियो छ। र यदि तपाईहरु नेपालबाट बेंगलोर, हैदराबाद बसको यात्रा गरी जान चाहनुहुन्छ भने हाम्रो जयलक्ष्मी टुर एन्ड ट्राभल्सलाई अवश्य सम्झिनु होला। नेपालको कन्ट्याक्ट नम्बर पनि तल दिएका छौं। यहाँबाट तपाईले समयमा सम्पर्क गरी आफ्नो सिट रोज्न सक्नुहुन्छ। र तपाई यदि बेंगलोरबाट नेपाल आउँदै हुनुहुन्छ भने पनि बेंगलोरको कन्ट्याक्ट नम्बर पनि हामीले दिएका छौं साइडमा। यसमा समयमा सम्पर्क गरी आफ्नो सिट रोज्न सक्नुहुन्छ। जयलक्ष्मी ट्राभल्समा यात्रा गरेर आउने यात्रुहरूको लागि जयलक्ष्मी होटलले खाना बस्नको उचित व्यवस्थाको साथसाथै फ्रीमा रुम पनि व्यवस्था गरेको छ। यदि हजुरहरू तपाई बेंगलोरबाट आउँदै हुनुहुन्छ भने नेपालमा धनगढी चौराहामा रहेको जयलक्ष्मी होटलमा आएर आराम गर्न सक्नुहुन्छ। आरामदायी, भरपर्दो र विश्वासिलो यात्राको लागि सदैव जयलक्ष्मी ट्राभल्सलाई सम्झिनुहोला। नेपालीको आफ्नै बस भएको एकमात्र ट्राभल्स जयलक्ष्मी ट्राभल्सलाई सम्झिनुहोला। र यदि तपाईहरु नेपालबाट बेंगलोर जाँदै हुनुहुन्छ भने धनगढी चौराहामा रहेको होटल जयलक्ष्मीमा आएर आफ्नो टिकट काट्न सक्नुहुन्छ। समयमा टिकट काटी आफ्नो सिट सुनिश्चित राख्नुहोला। जयलक्ष्मी ट्राभल्स नेपालीको एकमात्र आफ्नो बस भएको ट्राभल्स।